र आजको यो कथा अ डिभोटेड सन भारतीय लेखिका अनिता देसाईद्वारा लिखित एउटा संक्षिप्त कथा हो। यो कथा प्रथम पटक सन् 1978 मा प्रकाशित भएको थियो। यस कथालाई भिन्टेज नामक प्रकाशकले एउटा सानो स्टोरी कलेक्सन बुक जसको नाम रहेको छ गेम्स एट ट्विलाइट एन्ड अदर स्टोरिजमा प्रकाशित गरेको थियो र यस कथाको वाचन थर्ड पर्सन न्यारेटरले गर्नुभएको छ। मिन्स कथाबाट कुनै पात्र होइनन्, बाहिरको कुनै मान्छेले यस कथालाई वाचन गरेको छ। र अब म कथाको बारेमा भन्न गइरहेको छु। यो कथा मिडल क्लास इन्डियन फ्यामिलीको कथा हो र यस कथाका मूल पात्र रहेका छन् डाक्टर राकेश र यो कथा डाक्टर राकेशको जीवनको कथा हो। यस कथामा राकेशलाई हामी एकदमै समर्पित पुत्रका रूपमा भेटाउँछौं जसले आफ्नो जीवनभर सक्दो प्रयास सेवा प्रदान गर्नमा गरेको छ र यो सेवा प्रदान राकेशले आफ्नो परिवारका सदस्यहरूका लागि गरेको हो। खास गरी भनौं भने आफ्नै बाबाका लागि गरेको हो, मिस्टर वर्माका लागि गरेको हो।